Hello guys, today I'm going to share some tips on how to pass the car driving trial exam. Right guys. Okay. हामीले चाहिँ सबभन्दा सुरुमा इन्ट्री गर्दाखेरि 8 और 8 है 8 को प्याटर्नलाई चाहिँ 1.5 राउन्ड घुमाउनु पर्ने हुन्छ। यसमा चाहिँ हाम्रो अहिले नयाँ यो 70% को रुल अनुसार है 70% मात्र पास गरेर पुग्ने रहेछ अहिले चाहिँ। अब त्यसमा चाहिँ फेरि के रहेछ भन्दाखेरि यो 8 को जुन यो प्याटर्न छ यसमा चाहिँ हामीले यो साइडको जुन येल्लो बोर्डर लाइन छ त्यो येल्लो बोर्डर लाइनलाई चाहिँ हामीले 2 चोटिसम्म छुन पाइदो रहेछ है। तर फेरि छुन पाइन्छ भन्दैमा यो बोर्डर लाइनबाट पुरै टायरै बाहिर निस्किने गरेर चाहिँ निकाल्न नहुने रहेछ। टायर आउट भयो भने चाहिँ सिधै फेल हुने रहेछ। भनेपछि 2 चोटिसम्म चाहिँ हामीले यो 8 को प्याटर्नमा बोर्डर लाइन चाहिँ छुन सकिने भयो है। अनि यो 8 को जुन प्याटर्न जुन चाहिँ 8 को प्याटर्न सकिसके पछाडि चाहिँ अब यस पछाडि चाहिँ हाम्रो के आउँछ भन्दाखेरि अलिकति बाहिर निस्केर स्पिड ब्रेकर आउने रहेछ। स्पिड ब्रेकरमा चाहिँ हामीले एकदम बिस्तारै स्लो स्पिडमा धेरै हाई स्पिडमा नलगिकन स्लो स्पिडमा लगेर कटाउनु पर्ने हुँदो रहेछ। यसमा चाहिँ धेरै उफार्नु भएन। अनि यो स्पिड ब्रेकर सकिसके पछाडि चाहिँ लगत्तै युटर्न आउँछ है। यो युटर्नमा चाहिँ हामीले स्पिड ब्रेकर सकिने बित्तिकै साइड लाइट बालिहाल्नु पर्ने रहेछ। यो साइड लाइट बाल्दाखेरि चाहिँ एकचोटि निभ्यो भने बाल्दा एकचोटि निभ्यो भने चाहिँ कन्सिडर हुँदो रहेछ। अनि त्यस पछाडि फेरि चाहिँ सिधै हाम्रो के आउँदो रहेछ भन्दाखेरि जेब्रा क्रसिङ। हाम्रो यो जेब्रा क्रसिङ भन्दा ठ्याक्क अलिकति अगाडि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि येल्लो र रेड लाइट बलेको छ भने चाहिँ हामीले रोक्ने, अनि होइन ग्रिन लाइट बलेको छ भने चाहिँ हामी फेरि नरोकिकन सिधै अलिकति एक्सिलेटर दिएर बढी एक्सिलेटर दिएर चाहिँ हामीले गुडाउनु पर्ने हुन्छ। त्यस पछाडि चाहिँ हामी अब सिधै यो जेब्रा क्रसिङ सकिसके पछाडि चाहिँ उकालो र ओह्रालो आउँछ है। पहिला उकालो छ, उकालोमा चाहिँ एउटा मात्र लाइन हुँदो रहेछ अहिले चाहिँ। त्यसमा हामीले के गर्नुपर्छ भने त्यो लाइन चाहिँ नछुने गरेर तर ठ्याक्क उकालो चढिसकेपछि चाहिँ रोक्नुपर्ने हुँदो रहेछ। अनि यो उकालोमा पनि हाम्रो यो उकालोबाट रोकिसके पछाडि माथि उठाउनु पर्ने, गाडी उठाएर तल लानुपर्ने बेलामा चाहिँ एकचोटिसम्म अड्क्यो भने चाहिँ कन्सिडरेबल रहेछ है, कन्सिडर हुँदो रहेछ। अनि त्योभन्दा बढी फेरि अर्कोचोटि पनि गाडी बन्द भयो उठेन भने चाहिँ सिधै फेल है। अनि तर यस्तो भयो भन्दैमा यो अलिकति उकालो उठाउन चाहिँ अलिक गाह्रै पर्दो रहेछ सुरुमा चाहिँ। तर यो बन्द भयो भन्दैमा हरेस नखाइकन मैले यसरी यहाँ हरेस खानु भएन। हरेस नखाइकन फेरि उठ्यो अलिकति बढी एक्सिलेटर दिएर क्लचलाई कन्ट्रोलमा लिएर अघि बढ्नु पर्दो रहेछ हामीले चाहेर। यो चाहिँ मैले सुरुमा यो सिक्दै गरेको बेलाको भिडियो हो गाइस। गाडी बिचमा यहाँ अड्किरहेको थियो। त्यही पनि नेभर गिभ अप है गाइस, नेभर गिभ अप। अब उकालोबाट हिँडिसकेपछि गाडी चाहिँ बिस्तारै स्पिड कम गर्दै लगेर हामी ठ्याक्कै यो ओह्रालोमा झर्ने बित्तिकै रोक्दा पनि केही फरक पर्दैन। जस्तो हामीले चाहिँ ओह्रालोबाट झर्नु पऱ्यो। अनि अगाडिको त्यो येल्लो लाइन जुन चाहिँ त्यसलाई छुनु चाहिँ भएन है। अनि त्यस पछाडि चाहिँ बिस्तारै फेरि हामी अब एल्बतिर लाग्नु पर्दो रहेछ। यसो पहिला सुरु सिधै जाने अनि लेफ्ट पुरै लेफ्ट टर्न गर्ने। अनि लेफ्ट टर्न गरिसकेर अगाडि बढ्ने, सिधै अगाडि बढिसकेर चाहिँ अब हामीले के गर्नुपर्छ भन्दाखेरि बिस्तारै मिलाउँदै ब्याक गियरमा ब्याक लिएर आउनुपर्छ। यसमा चाहिँ सबभन्दा क्रिटिकल कन्डिसन चाहिँ एल्बो जस्तो लाग्यो मलाई चाहिँ गाइस। यसमा चाहिँ के छ भन्दाखेरि यो एलको यो बोर्डर लाइन दिन्छ, यो येल्लो लाइनलाई चाहिँ छुनै भएन। यसमा चाहिँ छोयो मात्रै भने पनि
फेल भइदो रहेछ। तर यसमा चाहिँ एउटा अर्को के रहेछ भन्दाखेरि यो एल्बो गर्दै गर्दाखेरि चाहिँ इफ यो साइडको यो एल्बो लाइन जुन छ यो छुन लाग्यो, छोएको छैन तर छोएला जस्तो लाग्यो, आफूलाई चाहिँ कन्फिडेन्स छैन यसमा चाहिँ, ला मैले छुन्छु होला जस्तो लाग्यो भने चाहिँ नछोइकन एकचोटि चाहिँ फेरि अगाडि लगेर अनि पछि फेरि ब्याक लाउन मिल्दो रहेछ। आफूलाई छुन्छ जस्तो लाग्यो भने चाहिँ एकचोटि अगाडि लाने अनि फेरि मिलाएर फेरि ब्याक लगेर चाहिँ गर्न सक्दो रहेछ है गाइज, अहिलेको रुल अनुसार है गाइज। यस पछाडि चाहिँ अब हामीले अघि लेफ्टको ऐना हेरेको, अब चाहिँ राइटको ऐना हेर्दै बिस्तारै यो पछाडिको येल्लो लाइनमा गाडी स्ट्रेट हुने गरी बिस्तारै लानुपर्छ है गाइज। यसमा चाहिँ अब जति भन्न सजिलो छ गर्न त्यति नै गाह्रो छ बिचराभित्र ड्राइभर सिटमा बस्ने मान्छेलाई। अब मैले चाहिँ यहाँ सिधै लगाए भए हुन्थ्यो, तर यहाँ मेरो गाडी नाच्छ है गाइज नाचिरहेको छ मेरो गाडी। तर के यस पछाडि चाहिँ हाम्रो एलब्याग पछाडि लगिसके पछाडि चाहिँ पुगेपछि अब सिधा ट्राफिक सिधै हाम्रो मिल्छ अगाडि जानुहोस् भन्नुहुन्छ अनि सारा अगाडि लाने अनि त्यसरी पास हुनुहुन्छ तपाईँ है त गाइज।